फुलको जस्तो आकारमा फुल्ने नीलो र सेतो रङमा पाइन्छ अपराजिता। यो चाहिँ लता अर्थात् लहराको रूपमा झ्याङ्गिन्छ, फुल्छ। यसलाई रेखदेख गर्न पनि सजिलो छ। मलाई नै आफैलाई प्रश्न आएको थियो, धेरै प्लान्टहरू चाहिँ हामी कटिङबाट हुर्काउन सक्छौँ कि अपराजितालाई पनि सकिन्छ त भन्ने जिज्ञासालाई मेटाउने काम मैले आफ्नै कामबाट गरेकी छु। पक्कै पनि सकिँदो रहेछ साथीहरू। बिरुवा खोज्दै हिँड्नु भएको छ होइन, बिउ खोज्दै हिँड्नु भएको छ नि, त्यो दुःख नगर्नुहोस्। कटिङबाट पनि अपराजितालाई चाहिँ हुर्काउन सकिँदो रहेछ। यो सौन्दर्यका दृष्टिकोणले होइन बगैँचाको सौन्दर्य बढाउँछ। अनि यो धार्मिक दृष्टिकोणले र आयुर्वेदिक दृष्टिकोणले एकदमै महत्त्वपूर्ण र शुभ प्लान्ट हो। विशेष गरी धार्मिक दृष्टिकोणको कुरा गर्दा नवरात्रिमा देवी पूजाका समयमा चाहिँ अपराजिताको फुल चढाउँदा शुभ मानिन्छ भन्ने धार्मिक मान्यता छ। अर्को कुरा स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने यसको पातको लेप यदि सुन्निएको ठाउँमा लगाउनुहुन्छ भने यसले चाहिँ राहत दिन्छ। अनि फुललाई चाहिँ चियाको रूपमा पनि सेवन गर्न सक्नुहुन्छ।